बङ्गलादेश आउट, स्कटल्यान्ड इन, यो अफिसियली रूपमा कन्फर्म भइसकेको कुरा। तर एउटा नयाँ कुरा थाहा छ तपाईँलाई? पाकिस्तानले इन्डियासँगको 15 फेब्रुअरी वाला म्याच बाइकआउट गर्ने कुरा चलिरहेको छ। अनि त्यो सूत्रको हवाले चाहिँ इन्डियालाई चाहिँ थाहा भइहाल्ने कुरा भयो। अनि बीसीसीआईले आईसीसीलाई यो कुरा भनेपछि आईसीसीले चाहिँ पाकिस्तानलाई धम्की दिएको छ कि इफ 15 फेब्रुअरी वाला या टी20 वर्ल्ड कप नै बाइकआउट गर्यो भने तिमीहरूलाई चाहिँ कुनै कन्ट्रीसँग म्याच खेल्न दिइने छैन र आईसीसीले गर्ने गेमहरूमा चाहिँ पुरै ब्यान्ड लगाइनेछ भन्ने यो धम्की दिएको छ। सो बङ्गलादेश चाहिँ त्यही दाउमा पसिरहेको छ। किन भन्दाखेरि आईसीसीले अलरेडी भनिसकेको छ कि बङ्गलादेशलाई तिमीहरू चाहिँ रेडी भएर बस, फर्स्ट प्रायोरिटी तिमीहरूलाई छ। इफ पाकिस्तानले चाहिँ टी20 वर्ल्ड कप बाइकआउट गर्यो भने चाहिँ तिमीहरू डाइरेक्ट थ्रु इन्टु द वर्ल्ड कप सिधै श्रीलङ्कामा। किन भन्दाखेरि बङ्गलादेशले चाहेको चाहिँ श्रीलङ्कामा हो नि त खेल्न, इन्डियामा त होइन नि त। सो त्यसैले चाहिँ आफ्नो नाम विथड्र गरेको त्यो सबैलाई थाहा भएको कुरा। के लाग्छ गाइज, पाकिस्तानले आफ्नो नाम टी20 वर्ल्ड कपबाट हटाउला त? डु कमेन्ट है। थ्याङ्क यू सो मच फर वाचिङ सबैजनालाई। जय नेपाल।